यो सेतो यो पनि निकाल्नु अलिक हार्ड हुन्छ। यति एउटा बुङ्गाको यति गरेँ, यसलाई चाहिँ हल्का काटिङ गरेर उमालेर चाहिँ पकाउनुपर्छ। मासुको स्वाद आउँछ यसमा चाहिँ, हेर्दै जानु। बहुत टाइम लाग्छ यसमा चाहिँ केलाउँदै, यसरी एक एउटा गर्दै केलाउनु पर्यो। यो यसरी यसरी यति सबै गरेको यो चाहिँ हो। यो बन्द गर भयो। यसरी काटिङ गर्नु पर्यो। यसरी काटिङ गर्नु पर्यो। बुङ्गो पनि काटेर हल्का मसिनो एउटा आलु पनि यो काटे। त्यो जुन बुङ्गाको थियो यो साइजमा चाहिँ काटेको छ। त्यति ठुला पनि छैन मसिना पनि छैन। यो चाहिँ एक सिटी हान्नु पर्यो। एक सिटी हालेर चाहिँ यसलाई पकाउन अलिक मजाले हुन्छ। पानी हाल्ने, अब एक सिटी हान्नु पर्यो यसलाई। एक सिटी हाल्नु। अब यसलाई चाहिँ बन्द गरेर सिटी ठन्डा भएर चाहिँ यसलाई राम्ररी धोइधाइ फेरि पखालेर चाहिँ पकाउने हो। यो चाहिँ मसला पिन्न। यो चाहिँ पहेँलो राई हो, तोरी, लसुन, खोर्सानी, अदुवा। यो चाहिँ मिक्सिङमा हालेर हल्का मिक्सिङ गर्नु पर्छ। सरसोको तेल हालेर तेल तातो भयो। यो चाहिँ सिटी हानेको पोलको बुङ्गोलाई मजाले निचोरेर राखेको छु। हल्दी हेर्नुहोस्, प्याज पनि पाको। यो चाहिँ मिक्सिङ गरेर राखेको थियो मसला। यो मजाले पकाउनु पर्यो। हल्का हर्दी पाउडर, जिरा पाउडर अनि धनिया पाउडर, बस यति नै हालेर पकाउने हो पोलको बुङ्गो। मेन चीज हाल्नै बिर्से, नमक। मसला पाको। अब यो बुङ्गो हाल्दिएँ। बुङ्गो हालेर यसलाई चाहिँ मजाले चलाउनु पर्यो। यसलाई चाहिँ मिक्सिङ गरेर यो चाहिँ हल्का भुटुवा टाइपको हुन्छ। यो झोल हुँदैन, भुटुवा टाइपको मात्रै हुन्छ। यो मेरो बुङ्गाको सब्जी पाको। हेर्नु क्या मिठो सेन्ट आइरहेको छ। यतिको चाहिँ चाहिन्छ। बाई।